है साथी हो यतातिर ल है साथी हो चिपेले चौको त्यो दामी दामी कुरा हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आज पनि धेरै दिन पछाडि एउटा नयाँ भिडियो लिएर आएको छु अहिले चाहिँ हामी यता के रे टिङघारे चौतारातिर आइएछ है साथी हो दिन चाहिँ यस्तो छ त्यहाँ जाँदैछन् केटाहरू कुहिरो लगाएर है साथी हो अहिले चाहिँ हामी चाँहार्काको चौरोतिर छौँ आज जाँदैछौँ हामी ढाउडुङ्गातिर माथि न साला छन् साला कहाँ छौ र यो चराहरू कराएको के पाकेछ रे साला ए म त पाकेछ भन्दैछु नि हामी ढाउडुङ्गा आइपुग्न लाग्यौँ नि ए कहाँ आइपुगिँदो त्यो दामी दामी गुराँसको बुट्टाहरू चाहिँ साथी हो हामी चाहिँ यतातिर ढाउडुङ्गाको चौरोमा आइपुग्न लागिएछ वाह हो त्यो नि चाँफो हेर्नुहोस् है साथी हो चाँफो फुलेको सेतो यस्तो छ ल हेर्नुहोस् साथी हो यहाँ चाहिँ पुरै चाँफोको फुल झरेर के रे हो र ल है साथी हो यतातिर ढाउडुङ्गातिर यो चाँफोले फुलेर सेतै भएको छ ढाउडुङ्गा कति टाइम लाग्यो रे साला हामी आउनु 1 घन्टा सरर 2 घन्टा हालि भएको छैन होला हामी चाहिँ गाउँबाट 2 घन्टा अलि नपुग्दै ढाउडुङ्गा आइपुग्यो है साथी हो पाजुरो ढकायो भन्ने ठाउँमा पुग्न नि हामीलाई निकै टाइम लाग्छ अझै नि हामी चाहिँ फुल चराउने देउरालीमा पुग्यो बल्ल यताबाट भमरकोटतिर जान्छ त माथि ढुङ्गा खाने यहाँ चाहिँ टस छ है साथी हो बस्ने हामी चाहिँ लाग्यो तलतिर ढकाए खोज्न
है साथी हो यस्तो डर लाग्ने भालु भने जस्तो वन बीच बीचमा यसरी हिँड्नुपर्छ 3 घण्टा राति भइसक्यो हिँडेको गरेको मौरी छ कि छैन हेरिरहेको छु के भयो हो यो भित्र त्यो खन्ना गयो हो कुना देखिन्छ उतापट्टि हो अनि एउटा हो परको त यहाँ आँटेर देखिन्न आफू बस्ने र हेर्ला नि केटाहरु ढुक्नु यतातिर कुहिरो लगाएर छेकिएको छ बुवा त्यस्तो छ है साथी हो कुहिरो उडिरहेछ बाबै 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 है साथी हो यो बाजुरो त्यतिर एउटा देखिँदैछ ढका जस्तो तर हामी चाहिँ खाल्टोतिर जाँदैछौँ उता चिपेल चौको ड्याडी यस्तो हुन्छ है ल हेर्नु साथी हो यतातिर चाहिँ पुरै बेलाउतीको बुटा त गुराँसको बुटाहरू हुन्छ यस्तो छ जाने ठाउँ यस्तो छ त्यो दामी ओह्रालो रहेछ पानी पर्यो भने चाहिँ धेरै टाढा आइएछ है साथी हो अझै हामी ढकायो काट्ने ठाउँमा पुगेको छैन कहाँ उतो परको भिरमा अझै निकै रहेछ नि यति हाम्रो यात्रा त कति घन्टाहरू भयो तेरी साला मजाले उल्टियो त 2 ठाउँ रुलट यार म त साला गजाले झुकिन्थ्यो र लो चौकी भनेको त झन् मैलोटे त आमा यस्तो ताल परेको हुराल छ त उता ढल्केको गदा छ त नि ओह्राल यस्तो ओह्राल छ है साथी हो खाँदै बस्दै गर्ने जस्तो ओह्राल रहेछ अब कति चिपलहरू छ है यस्तो गिल्ला आउने बाटो रहेछ मेरो झन् गम्बुट लास चिप्लिन्छ है साथी हो यस्तो डर लाग्ने परा रहेछ यहाँ चाहिँ त्यतिर सानो खोला छ ढका चाहिँ भक्कर मुठी काटिएको छ यस्तो अप्ठ्यारोमा उकाल्नु पर्ने रहेछ है साथी हो यतातिर साथीहरूले ढका काट्दैछन् तर यो देखिनेहरू चाहिँ ढकाइ होइन बीच बीचमा छ यस्तो हराएको झरान छ तलतिर
साला माथि छन् माथि ल दुर्बल देखा राख्दैछन् म माथि जानु पर्यो अब सुरु भयो है साथी हो ढकायो यस्तो छ यतिको भएको रहेछ यस्तै राम्रो हुन्छ भन्न सुनेको थिएँ ठुल्ठुलो भन्दा यस्तोहरू चाहिँ यस्तो छ ए ढकायो है साथी हो कोही त यसरी भर्खर मुना यस्तो भएको छ मुना आएको छ कोही यस्तो छ अलि ठुलो यस्तो हो यस्तो छ है साथी हो ढकायो अब ढकायो कहाँनियो सर तरिकाले ए अलिको अप्ठ्यारो छ र माथि भिरमौरी यो चाहिँ हुर्काएको रहेछ त्यो माथिको त्यो चाहिँ भिरमौरी माथिबाट भिरमौरी मलछेउले खसालेको हो त्यो के हो यस्तो राम के हो र ठुलो नठुलो गुलियो नगुलियोहरू हनाउँछ र सर्पहरू बसेको होला कहाँ खाने भने नि गुलियो होला त कसले खसालेको ए हो र किन अहिले छ नि गुलियो गर्न बसाउँछ त ओके यस्तो रहेछन् साथीहरूले ढकायो है साथी हो यतातिर ढकाएका आउँदैछन् यस्तो छ सर के हो भारी पुग्यो के हो सर तेरी यति मजा आएको छ यो खासै छैन भन्नुहुन्छ हौ ए हो र ए तेरी यो ढकायो रोपिएर जानुभएको र सर रोपे जस्तो छ त ठाउँै चुवार्दै रोपे त देखिन्छ र के यस्तो 1 ठाउँ 2 ठाउँ 3 ठाउँ 4 ठाउँ 6 7 ए हो र हो र छ नि यता नि यस्तो मेरो बोरा चाहिँ यहाँ छ पुरा भिड चाहिँ खत्रै भिड छ के यहाँ माथि टोपी खाने खालको भिड छ यस्तो छ है साथी हो ढकाइ हो नआउने ठाउँ चाहिँ छ यतातिर छ तलतिर पनि छ उता यस्तो छ ढकाइ चाहिँ यहाँ दुर्बलले चाहिँ भारी पुरै छ अम्ला छन् ती
भोरि नि लाएर रहेछ नि बोरा तेरे के गर्ने त सर यो माथि माथिकोलाई त्यहाँ भोरियो भने ए ए ल ठिक छ है तेरे हो र सर हुन्छ मेरो नि यो त कहाँ कति त ल्याउँदै हो र ढकाइ हो मजाले काटियो ढकाइ आज है साथी यहाँ चाहिँ मैले बाजुरो खने यस्तो हुन्छ बाजुरो चाहिँ सानो सानोहरू चाहिँ यहाँ तान रहेछ यो चाहिँ यहाँ फुल फुलेको रहेछ त्यही भएर यो भाँचेको यसको यो जरा यसको यो सिङ्गै बाजुरो यही फुल फुलेछ ल है साथी हामी चाहिँ ढकाइ काटेर नि फर्किँदैछौँ यसरी सालाको भारी चाहिँ यस्तो छ हाम्रो चाहिँ बोरामा छ ढकाइ चाहिँ घर लिएर नि कुट्न थाल्यो है साथी र कसले मेरो भिडियो सुरुदेखि अन्तसम्म हेरिदिनु भयो राम्रो लागेन जस्ताको त्यस्तै प्रतिक्रिया दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ एक सब्सक्राइब चाहिँ जरुर गरिदिनु होला है साथी किनकि मसँग सब्सक्राइबर छैन